हेलो गाइस, वेलकम टू न्यू ब्लॉग। आप सबै कैसे हो हैन, के गर्दै हुनुहुन्छ हैन। म चाहिँ यहाँ छु हैन। म एउटा क्लिप देखाउँछु तपाईलाई, एउटा भिडियो देखाउँछु। लाइक शेयर सब्स्क्राइब हान्दिनु होला हैन सबैले हैन। त्यसपछि यहाँ हेर्नु होला, यहाँदेखि जाने नै हेर्नुपर्छ। यहाँदेखि यो हो कस्टम म्याच 4 जना। रुक्न जान्छु, रुक्न हो किन हेर्छु। यो हो कि कुन चाहिँ थाहा छैन हैन। मैले खेलेको हो यो कि कुनै हेर्नु होला। यही हो। अन्य कट्टा थियो, अरु 4 जना थियो। लास्ट हेरौँ। तपाईको मजा खराब नहीं करना है ना। लाइक शेयर सब्स्क्राइब गरिदिनु, कमेन्ट गरिदिनु, राम्रो लाग्यो भने हैन। अब हेर्नु होला कता हान्छु। लाइक शेयर सब्स्क्राइब ओके। हेर्नु होला 1 नम्बर र मैले राम्रो खेल्ला थिएँ। नेट स्लो चल्ला थियो। डेजर्ट थिएन नि त, त्यही भएर यूएसपी चलाइदियो झुकेर हैन। तपाईहरु यो पनि म्याच सबैजनाले ब्याक गर्दा लास्टमा मैले दुई गोली भेटाएन त गाइस। त्यो मात्र भयो, ग्लिच भयो। 2 गोली भेटाएन। राम्रोसँग खेलेको खै। अब तपाईलाई राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। यो केटीले मलाई धेरै सघाएको थियो लास्ट म्याचमा, धेरै सघाएको थियो। पछाडि पनि थियो, नेट नचलेको हैन। हाई भइरहेको थियो नि त्यतिखेर। अनि मलाई के जस्तो लाग्यो, मारिदिएको थियो। मेरो एचपी हेर्नु त एचपी पर मारिदिरहेको। मलाई बचाएले अनि हान्नेको मैले हाना थियो कि खै अरूले हान्दा थियो होला, थाहा भएन हैन त। हेरेर नि कसो लाग्छ भने भन्नु। धेरै टाइम त छ होला, कति टाइम हो खै कति हो थाहा छैन। देख्यो मेरो अर्को आइडी पनि थियो, ब्यान भएको हो। यो चाहिँ सेकेन्ड आइडी हो, सेकेन्ड आइडीमा खेलेको हो। म चाहिँ के गरेको थियो भनौँ हैन, मैले कस्टम भित्र छिरेको क्या, त्यो मार्क गर्न मिल्छ नि त। त्यही भएर छिरेको छिरेर हानेको सुतेर हान्नु भनेको गाइस। के भन्छ सबैजना डिङ डिङ भुटिरहेको। अब के गर्नु, म चाहिँ भुटेको मैले त भुटाएन। मैले त स्विच गरेर हान्ने कोसिस गरिरहेको थिएँ हैन। कति छ कि 3 छ हैन। कोही आएकै छैन क्या। अनि उता गएको थिएँ रस भन्ने कहाँ हिँड्दैछ बुढा पछाडि आयो। अनि डाउन भएको थियो होला, डाउन भएको पछाडि भुटिरहेको रहेछ। के भन्नु यस्तो हतार। त्यस्तै हो गाइस। अब मेरो भोइस चाहिँ अलिक राम्रोसित आएन होला, खै थाहा भएन हैन। हेरौँ के हुन्छ हैन। यस्तो खेला चाहिँ राम्रो लाग्यो भने तपाईँले सब्सक्राइब गरिदिनु। म धेरै भन्दिनँ, अब धेरै बोरिङ भयो होला हैन। अब त म भन्दिनँ, अब तपाईँकै मर्जी जे गर्न गर्ने। मैले भिडियो मात्रै बनाउँछु जान्छु हैन। अब मेरो एक्जाम पनि आउन आँटेको छ। पछि हो मेरो एक्जाम। अब भोलि त छुट्टी भइहाल्यो, बिदा दिएको छ पढ्नलाई। गेम गइहाल्यो पुरा गर्दा हैन। अनि त्यस्तै हो। 20 मिनटको भिडियो होला गाइस। मैले लास्टमा यूएसपीले हानेको होला है गाइस। हेर्नु यूएसपीले हानेको
यस भिलाना थियो होइन राम्रो भने राम्रो होस् मेरो मम चाहिँ देख्नु भएको छैन होला नत्र मेरो मम्मी आयो मेरो मम चाहिँ ज्याकेट उता चेन गएको थिएँ तब चेन मिलाउनु जानुभएको थियो ज्याकेटको धेरै टाइम लाग्यो अनि मम्मीले जानेको नत्र मम्मीको मन खोलेको नत्र त मलाई मलाई पनि दिन्थेन हेटै लाग्दैन भनेको गाइस नेट नचलेर हो हैरान भइसक्यो नि मैले लाखको गेममा पनि खेलेको थियो राम्रै तर हाम्रै लाखको गेमले 0-7 हान्दै तर तपाईँलाई कस्तो लाग्छ होला मेरो गेमले होइन म एउटा बच्चा हो तपाईँले फेस देख्नु भइरहेको होला म भर्खरै 11 कक्षा होइन वर्ष हो होइन अब तपाईँ चाहिँ गेम प्लेमा फोकस गर्नु जस्तो म चाहिँ मोबाइल प्लेयर हो अनि कस्तो खेल्छु होला भन्नुहोस् त्यो चाहिँ मेरा मम्मी आया उनको टुका खोल के आ गया 10 सेकंड में आया चाबी ला रहा है गाइस वीडियो नला नत्र म तपाईलाई सजिलो तरिकाले देखाइदिन्छु ल के गर्नु भयो अरे मम्मी तपाईले चाबी लाउनु भयो हैन यसरी ढानीको भन्नुको देखाउँछ नि गाइस थाहा भएन वीडियो के वीडियो के भन्दा पनि यही हो राम्रो निकालेको अब अर्को लाग्छ यसमै क्लिक हो तर 1v4 हान्नु सक्दैन पछाडि हान्नु होला त्यो सोनिया बनाएको थियो त्यही भएर अलिक ढिलो मिलायो फेरि हाकर भनेर ल के ल एस हानिनु रे एस डबल सुनेश
आउनु बित्तिकै हेड खाइदियो उसले आउनु बित्तिकै हेड खायो सेटिङ देखियो डबल अब युएसपी लान्छ होला म एकछिनतिर युएसपी लान्छ दाजु युएसपी टङ्गलक्क फेरि त्यसले पनि टक्क अर्कोले पनि खान्छ दाजु रियल छ त रियल यो त मेरो हो यो त मलाई पनि थाहा छैन सबैलाई पनि थाहा होला प्लेयर खेलेको मान्छेलाई त थाहा कतिजना ओल्ड प्लेयर हो भन्नु होला कमेन्ट गर्नु होला ओके टिमअप गर्थेँ तर मैले धोका दिया भयो कसले टिमअप गर्नु भनेको थियो देखे गाइस मेरो औराले मरेको उसले पनि भेट्यो मेरो सिधै Bye bye guys. Bye bye.